आजभोलि चिया पसलदेखि कलेजका क्यान्टिनसम्म धूम्रपान, वेपिङ र गाँजाको प्रयोग एकदमै सामान्य जस्तै बनिसकेको छ। तर बाहिरबाट जति कुल देखिन्छ, भित्रको यथार्थ के साँच्चै त्यस्तै छ त? आजको यस विश्लेषणमा हामी स्रोत सामग्रीहरूमा आधारित रहेर यसको शारीरिक अनि आध्यात्मिक असरहरूबारे गहिरिएर कुरा गर्नेछौँ। यसले पक्कै पनि तथ्य र हामीमाझ फैलिएका भ्रमहरूलाई छुट्याउन मद्दत गर्नेछ। आउनुहोस् सिधै विषयवस्तुतिर लागौं। आज हामी मुख्यतया यी 6वटा विषयमा कुरा गर्दैछौँ। पहिलो, धूम्रपानको यो बढ्दो आकर्षण। दोस्रो, यसको वास्तविक स्वास्थ्य जोखिम। तेस्रो, के भेपिङ साँच्चै सुरक्षित छ त? चौथो, यसलाई हेर्ने आध्यात्मिक दृष्टिकोण। पाँचौं, गाजा पछाडिको वास्तविकता। र अन्त्यमा यसबाट कसरी जोगिने र लत कसरी छोड्ने भन्ने बारेमा। पहिलो भागमा कुरा गरौँ धूम्रपानको आकर्षणको बारेमा। आखिर किन यो जताततै यति धेरै फैलिएको छ त? हेर्नुहोस्, साथीभाइको बीचमा बस्दा वा रमाइलो गर्दा यसलाई एकदमै सामान्य अर्थात् नर्मल कुराको रूपमा लिइन्छ। अझ मिडिया र चलचित्रहरूले त यसलाई निकै आकर्षक शैलीमा प्रस्तुत गर्छन्, जसले गर्दा पनि यसको प्रलोभन जताततै देखिन्छ। स्रोत सामग्रीमा जुलिया नाम गरेकी एक युवतीको भनाई उल्लेख छ। उनी भन्छिन्, म बस्ने ठाउँमा 25 वर्ष मुनिका चुरोट नखाएका वा वेपिङ नगरेका मानिसहरू भेट्ने गाह्रो छ। यो भनाइ सुन्दा अलिकति डरलाग्दो लाग्न सक्छ, तर यो हाम्रो समाजको एउटा तितो यथार्थ हो। जब वरपरका सबैले त्यही काम गरिरहेका हुन्छन्, तब मैले पनि गर्नुपर्छ कि भन्ने दबाव कति धेरै हुन्छ भन्ने कुरा यसले प्रष्ट पार्छ। अनि यो तुलना हेरौँ त, मिडियामा देखाउँदा चुरोट वा भेप तान्नु भनेको एकदमै कुल, तनाव हटाउने रमाइलो काम जस्तो देखिन्छ। तर यथार्थमा सुर्तीजन्य कम्पनीहरूले मानिसलाई जीवनभरको अमली बनाउन या भनौँ खल्ती रित्याउन अर्बौं डलर खर्च गरिरहेका हुन्छन्। बाहिरको यो झकीझकाउ र भित्रको व्यापारिक चालबाजी बीच साँच्चैले आकाश जमिनको फरक छ। अब लागौं दोस्रो खण्डतिर, स्वास्थ्य, यथार्थ र जोखिमहरू। त्यो बाहिरी आकर्षणको पर्दा पछाडि लुकेको वास्तविक शारीरिक मूल्य के हो त? स्वास्थ्य संस्थाहरूले दिएका केही एकदमै गम्भीर तथ्याङ्कहरू हेरौँ। 27,000 यो सङ्ख्या नेपालमा मात्रै हरेक वर्ष सुर्तीजन्य पदार्थको प्रयोगबाट लाग्ने रोगका कारण ज्यान गुमाउने मानिसहरूको हो। यो कुनै सानोतिनो सङ्ख्या होइन। यसले हाम्रै घर आँगन र समुदायमा परिरहेको गम्भीर असरलाई छर्लङ्ग पार्छ। अनि विश्वव्यापी रूपमा हेर्ने हो भने त यो तथ्याङ्क अझै भयावह छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार संसारभर हरेक वर्ष झन्डै 60 लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थकै कारण हुन्छ। 60 लाख! यो भनेको त हरेक वर्ष एउटा पुरै सहर रित्तिनु जस्तै हो। समस्या कति विकराल छ भन्ने कुरा यसले प्रमाणित गर्छ। अर्को अचम्म लाग्दो कुरा, एउटा सामान्य चुरोटमा करिब 7,000वटा विभिन्न केमिकलहरू हुन्छन्। सुन्दा पनि आङ झिरिङ्ग हुन्छ नि। तीमध्ये 50भन्दा बढी त सिधै क्यान्सर गराउने तत्त्वहरू हुन्। यसबाट शरीरभित्र कति खतरनाक विष गइरहेको छ भन्ने कुरा सजिलै बुझ्न सकिन्छ। यस सन्दर्भमा अल्ट्रासाउन्ड प्राविधिक थेरेसाको अनुभव निकै घत्तलाग्दो छ। उनी भन्छिन्, चुरोट खाने मानिसहरूको धमनीमा यति बाक्लो पत्र जमेको हुन्छ कि त्यो कल्पना गर्ने गाह्रो हुन्छ। म आफ्नो शरीरलाई धेरै माया गर्छु र चुरोट खाने कुरा त म सोच्नै सक्दिनँ। बाहिरबाट हेर्दा सबै ठिकठाक देखिए पनि भित्रभित्रै चुरोटले नसा र धमनीहरूमा कस्तो भयानक अवस्था सृजना गर्छ भन्ने कुरा यो भनाइले जीवन्त रूपमा चित्रण गर्छ। अनि अर्को महत्त्वपूर्ण कुरा, यो हानि चुरोट पिउने व्यक्तिमा मात्रै सीमित हुँदैन। सेकेन्ड ह्यान्ड स्मोक अर्थात् अरूले खाएको धुवाँको असरले मात्रै पनि वर्षमा करिब 6 लाख निर्दोष मानिसको ज्यान गइरहेको हुन्छ। यसले बालबालिकामा न्युमोनिया र दम बढाउँछ, कार्बन मोनोक्साइडले मुटुमा असर गर्छ र अझ गर्भवती हुनुहुन्छ भने त समय नपुग्दै बच्चा जन्मने जस्ता गम्भीर समस्याहरू पनि ल्याउँछ। यो साँच्चै नै चिन्ताको विषय हो। अब तेस्रो भागमा प्रवेश गरौँ। के भेपिङ सुरक्षित छ त? ई सिगरेटको भ्रम। आजकाल ई सिगरेट वा भेपिङलाई चुरोटको एउटा सुरक्षित विकल्पको रूपमा बजारमा निकै प्रचार गरिएको छ। तर के यो दावी सत्य हो त? प्राय सुनिने एउटा प्रश्न, के वेपिङले तनाव कम गर्ने सुरक्षित तरिका प्रदान गर्छ? धेरैलाई लाग्छ कि वेप गर्दा कुनै हानि हुँदैन र यसले तनाव पनि घटाउँछ। तर स्रोत सामग्रीले यो एकदमै गलत बुझाइ हो भन्दै सत्य कुरा बाहिर ल्याएको छ। मिरान्डाको यो भनाइ हेरौँ।
उनी भन्छिन्, कतिपय ई-सिगरेटमा अक्सर कटन क्यान्डी र चेरी जस्ता फ्लेभरहरू मिसाइएका हुन्छन्, जसले गर्दा केटाकेटी र किशोर-किशोरीलाई ती हानिकारक जस्तो लाग्दैन। यहाँनिर बुझ्नुपर्ने कुरा के हो भने यी गुलिया स्वादहरू वास्तवमा एउटा मिठो पासो मात्र हुन्। स्वाद मिठो भए पनि यसले फोक्सोमा पुर्याउने क्षति र यसमा हुने निकोटिनको कडा लतलाई सजिलै लुकाइदिन्छ। लागौं चौथो भागतिर, आध्यात्मिक दृष्टिकोण। स्रोत सामग्रीले यो दुर्व्यसनको विषयलाई केवल स्वास्थ्यको दृष्टिकोणबाट मात्र होइन, तर विश्वास र बाइबलका सिद्धान्तहरू मार्फत पनि मूल्याङ्कन गरेको छ। यहाँ कुनै धर्मको वकालत गर्न खोजिएको होइन, तर एउटा फरक दृष्टिकोणले यसलाई कसरी हेर्छ भनेर निष्पक्ष रूपमा बुझ्ने प्रयास गर्दैछौँ। स्रोतमा उल्लेख गरिएअनुसार धूम्रपान वा दुर्व्यसनलाई किन आध्यात्मिक रूपमा गलत मानिन्छ भने यसले केही मुख्य सिद्धान्तहरूको उल्लङ्घन गर्छ, जस्तै जीवनप्रतिको आदर, छिमेकीप्रतिको प्रेम र आफ्नो तन अनि मनलाई शुद्ध राख्ने कुरा। जीवनलाई एउटा उपहार मान्ने र अरूलाई असर नपुर्याउने जस्ता आधारभूत मान्यताहरूको विपरीत हुने भएकाले यो आध्यात्मिक पक्षलाई यहाँ समावेश गरिएको छ। अनि यो विचारणीय बुदा पनि हेरौँ। लागू पदार्थको प्रयोगले दिमागलाई पूर्णतया सचेत राख्ने र सकारात्मक कुरामा केन्द्रित हुने कुरामा ठूलो बाधा पुर्याउँछ। साँचो आध्यात्मिकताको लागि मानसिक नियन्त्रण एकदमै जरुरी हुन्छ। तर जब कुनै लतले मानिसलाई आफ्नो नियन्त्रणमा लिन्छ, तब मानिसको सोच्ने र बुझ्ने क्षमता कमजोर हुन्छ। अब पाँचौं भाग, गाँजाको वास्तविकता र भ्रमहरूको पर्दाफास। समाजमा गाँजालाई एउटा प्राकृतिक जडीबुटी भनेर बचाउ गर्ने चलन निकै बढ्दो छ, तर स्रोतमा दिएका वैज्ञानिक तथ्यहरूले बिल्कुलै अर्कै कथा प्रस्तुत गर्छन्। समाजमा एउटा गहिरो भ्रम छ कि गाँजा भनेको चिन्ता र तनावबाट उम्कने एकदमै प्राकृतिक र हानिरहित तरिका हो, तर यथार्थ त्यस्तो छैन। वैज्ञानिक अनुसन्धानहरूले देखाएका छन् कि यसले हाम्रो बौद्धिक क्षमतालाई कमजोर बनाउँछ, पारिवारिक झैझगडा र समस्याहरू बढाउँछ र समग्रमा भन्नुपर्दा जीवनको सन्तुष्टि नै घटाइदिन्छ। प्राकृतिक भन्दैमा सबै कुरा सुरक्षित हुँदैनन् नि। स्रोत सामग्रीमा जोडाको एउटा अनुभव दिइएको छ। उनी भन्छन्, म आफ्नो चिन्ता फिक्रीबाट छुटकारा पाउन गाँजा तानोकी जस्तो सोच्थेँ, तर यसले उल्टे मेरो चिन्ता बढाउँछ भनेर महसुस गरेपछि म रोकिएँ। यो एउटा एकदमै महत्त्वपूर्ण कुरा हो। मानसिक शान्तिका लागि प्रयोग गरिने यस्ता पदार्थले अन्ततः झन् ठूलो मानसिक अशान्ति र डिप्रेसनलाई नै निम्त्याउने रहेछन्। र अब अन्तिम तथा छैठौं भाग, कसरी जोगिने र छोड्ने, व्यावहारिक समाधानहरू। यतिका समस्याहरू बुझिसकेपछि अब समाधानको कुरा गरौँ। यदि कोही साथीभाइको दबावमा पर्नुभएको छ वा लतसँग जुधिरहनु भएको छ भने स्रोतले केही एकदमै प्रभावकारी कदमहरू सुझाएको छ। जस्तो कि तनाव व्यवस्थापन गर्नका लागि स्वस्थ विकल्पहरू अपनाउन सकिन्छ, शारीरिक व्यायाम गर्ने, राम्रा र हौसला दिने किताबहरू पढ्ने वा धूम्रपान नगर्ने साथीहरूसँग बढी समय बिताउने। अझ रोचक कुरा त कसैले चुरोट वा भेप अफर गर्दा कसरी नाय बन्ने भनेर पहिले नै अभ्यास गरिराख्यो भने यसले आत्मविश्वास बढाउन एकदमै ठूलो मद्दत गर्छ। लतको त्यो बलियो चक्र तोड्न स्रोत सामग्रीले व्यावहारिक र आध्यात्मिक दुवै कदमहरू सँगसँगै अपनाउन सल्लाह दिएको छ। पहिलो, लत सफलतापूर्वक छोडिसकेका व्यक्तिहरूसँग मद्दत वा सल्लाह माग्ने। दोस्रो, लत बल्झाउन सक्ने मानिस वा ठाउँहरूबाट सकेसम्म टाढै बस्ने। र तेस्रो, कुनै पनि बेला लतमा फस्न लागे जस्तो भयो भने आत्मिक बलका लागि निरन्तर प्रार्थना वा ध्यान गर्ने। यसै सन्दर्भमा स्रोतले एउटा प्रेरणादायी बाइबल पद उल्लेख गरेको छ, परमेश्वरको शक्तिले म पर्खाल नाह्न सक्छु। यसको मुख्य सन्देश के हो भने लतको जालो जतिसुकै बलियो पर्खाल जस्तो किन नहोस्, दृढ इच्छा शक्ति र सकारात्मक ऊर्जाको मद्दतले यसलाई पक्कै पनि भत्काउन सकिन्छ। यो सम्भव छ। यो सम्पूर्ण विश्लेषणको अन्त्यमा आइपुग्दा एउटा गम्भीर प्रश्न मनमा उब्जिन्छ, यी सबै वास्तविकता र तथ्यहरू अगाडि हुँदाहुँदै के क्षणिक ट्रेन्ड वा देखासेकीको पछि लागेर एउटा स्वस्थ र उद्देश्यपूर्ण जीवनलाई त्यसै धुवाँमा उडाउनु जायज छ त? आज हामीले चर्चा गरेका तथ्यहरूले सिकाउँछन् कि सही जानकारी नै हाम्रो सबैभन्दा ठूलो हतियार हो। आशा छ यो प्रस्तुतिले स्वास्थ्यसँग जोडिएका महत्त्वपूर्ण निर्णयहरू लिन सबैलाई मद्दत गर्नेछ। आजको यस प्रस्तुतिमा जोडिनु भएकोमा धेरै धेरै धन्यवाद।